पहाड, पाटन र शान्तिले भरिएको नेपालको एउटा अनमोल ठाउँ, जसले हेर्ने बित्तिकै मन रोकिदिन्छ। त्यो ठाउँ हो ढोरपाटन। पश्चिम नेपालको धौलागिरी क्षेत्रतिर फैलिएको ढोरपाटन केवल सुन्दर ठाउँ मात्र होइन, यो नेपालको एकमात्र हन्टिङ रिजर्भ भएको क्षेत्र पनि हो। यहाँको मुख्य आकर्षणमा वन्यजन्तु अवलोकन र ट्रोफी हन्टिङ पर्छ। यो क्षेत्र समुद्री सतहबाट करिब 2850 मिटरदेखि 7000 मिटरसम्म फैलिएको छ। यहाँको भूदृश्य कहिले विशाल पाटन, कहिले जंगल त कहिले हिमालतिर उक्लिँदै गएको जस्तो देखिन्छ। ढोरपाटनका विशाल खुला पाटन र जंगली भूभागमा नाउर, चितुवा, घोरल, सेरो, झारल र हिमाली कालो भालु जस्ता प्रमुख वन्यजन्तु पाइन्छन्। यदि ढोरपाटन घुम्न जाने सोचमा हुनुहुन्छ भने मार्चदेखि अप्रिल र अक्टोबरदेखि नोभेम्बर सबैभन्दा राम्रो समय मानिन्छ। त्यो बेला मौसम खुला हुन्छ, दृश्य सफा देखिन्छ र यात्रा पनि तुलनात्मक रूपमा सहज हुन्छ। तर ढोरपाटनको सबैभन्दा ठूलो जादु भनेको यसको शान्ति हो। खुला पाटन, चिसो हावा र टाढासम्म फैलिएको पहाडी संसार।